नमस्ते सबैजनालाई। आज हामी भक्तपुरको कमल विनायक स्थितमा चाहिँ हाम्रो सुरज कपाली सरसँग एउटा अन्तर्वार्ताको क्रममा यहाँ बसिरहेका छौँ। सुरज सर, हजुरलाई स्वागत छ। नमस्ते। अनि नमस्ते सबैजनालाई। आज हामी कमल विनायक स्थित सुरज कपाली सरसँग छोटो चिया गफमा हामी आज भेट भइरहेछ। सुरज सर, हजुरलाई स्वागत छ। हजुरलाई नमस्ते। अहिले धेरै नै चर्चा बटुलिरहनु भएको छ, के कारणले, किन होला सर? त्यस्तो चर्चा त होइन, अब तर जो अब हाम्रो सहकार्यमा हजुर, अब हाम्रै टिम मेम्बरहरू पनि छन्। हजुर, एउटा सहकार्यमा हामीले चाहिँ यो श्री पञ्चमीमा चाहिँ एउटा चाहिँ हजुर, सरस्वती वन्दनै भनौँ न, विद्याकी देवी सरस्वती माता नामको एउटा गीत चाहिँ हामीले चाहिँ हजुर अहिले चाहिँ निकालेका छौँ। हजुर, र माघ 4 गते चाहिँ हामीले प्रिमियर गर्छौँ। हजुर। सबै हजुरले क्या हो चाहिँ क्या हो तपाईँलाई तपाईँले सबै डिटेल भन्नुभयो नि त, मलाई सोध्नै भएको छैन। तपाईँ ब्याङ्क भन्दै गयो के हुँदैछ भनेर सोचेपछि मैले भन्नु परेन। कहिले हो सोध्छ नि तपाईँले भन्ने नि, मलाई त सोधेन त ब्याङ्क भन्छ अनि ल नेक्स्ट टेक उहाँले के सुन्नै पर्छ आफै बाङ मेरो घर यहाँ हो, मेरो बुढीको नाम यो हो, मेरो बच्चा दुईटा छ भनेर त भन्दैन। ल फेरि है ल कट गरौँ ल कट